यस संसारमा मानिसहरू धेरै छन्, आवाजहरू पनि धेरै छ, बाटोहरू पनि धेरै छ, तर गोठालो एउटै हुनुहुन्छ, प्रभु येशू हुनुहुन्छ। आमेन। जब भेडा अल्मलिन्छन्, थाक्छन्, अनि गोठालो नै भेडालाई खोज्दै यो संसारमा आउनुहुन्छ प्रिय। त्यही असल गोठालो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। उहाँ हामीलाई सधैँ बचाइरहने गोठालो हुनुहुन्छ, प्रेमिलो, दयालु, अनुग्रहकारी गोठालो येशू ख्रीष्ट हुनुहुन्छ। हामीलाई सधैँभरि अनन्त जीवन दिन चाहने गोठालो उहाँ नै हुनुहुन्छ। हालेलुया। त्यसकारणले उहाँले भन्नुभयो यूहन्ना 10:10 यीशुले भन्नुभयो, चोर त चोर्न र मार्न र नाश पार्न आउँछ, म त यस कारण आए कि तिमीहरूले जीवन पाऊ, त्यो पनि प्रशस्त मात्रामा पाऊ भन्ने हेतुले आए भनेर यीशुले भन्नुभयो। हालेलुया।